अस्ति हाम्रो के अरे त्यो ढ्याङ्ग्रेकी छोरी ओ ढ्याङ्ग्रे भनेको ढाँग्रो ठोक्नेकी छोरी थियो नि एउटा एमाले फर्किया ए रामकुमारी झाँक्री के साह्रो हेप्या हो कि हाम्रो उहाँ दिदीलाई अनि यत्रो पुरै नेपालै खाइसक्यो होइन अब नेपाल नभएर विश्व खाइसक्यो मान्छेलाई नाम आउँदैन ल के झाँक्रीको छोरी रे के भन्नु हौ साथीहरू रामकुमार झाँक्री भन्न खोज्या होला ढ्याङ्ग्रीको छोरी अनि के साह्रो बेजत गरे हौ यो त दिदीको लात्तै घोर बेजतै भयो है हाम्रो दिदीको घोर बेजतै भयो यस्तो बेजत नि गर्छन् साला बेजतै गर्ने भयो त बरु